सबैजनालाई स्वागत छ है मेरो एचडी टेलिभिजनमा। तपाईहरु हेर्दै हुनुहुन्छ अहिले एचडी टेलिभिजन। हामी चाहिँ अहिले ठ्याक्कै यो छिन्चु 4 भेरीगंगा नगरपालिका बाहुनी चौरबाट चाहिँ हामीले तपाईहरुलाई भिडियो क्रिएट गरिरहेका छौं र मेरो यहाँ फ्रेममा देखिरहनु भएछ सामान्य मेरो दाइ हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। स्वागत छ तपाईहरुलाई एचडी टेलिभिजनमा। अनि नमस्कार, स्वागत छ। अनि तपाईलाई तिहारको यो माहौलमा चाहिँ के कस्तो लागिरहेछ? अहिले धेरै वर्षपछि घरमा आउनु भएको छ अनि अहिले म चाहिँ समथिङ 8 वर्ष विदेशतिर बस्यो ल, 2-3 वर्ष चाहिँ इन्डियातिर हिँड्यो पहिला। अनि त्यो कारणले गर्दाखेरि म अहिले लगभग 12-13 वर्षपछि चाहिँ तिहारमा घर चाहिँ हामी सबै सम्पूर्ण परिवार चाहिँ घर एकजुट भएका छौँ। एकदम एक्साइटेड छौँ हामी हैन। एक्साइटेड छौँ, खुसी लागिरहेछ, एकदम रमाइलो भइरहेछ। अनि हिजो चाहिँ हामीले सबै बसेर रोटी बनायौँ हैन। तिहारको स्पेशल रोटी हाम्रो फिङ्गे रोटी हाल्छौँ तिहारमा। कोसेलीहरू लगेर चाहिँ दाइ ससुराल जाँदै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो कोसेलीहरू अब चाहिँ ससुरालमा दाइ भाउजू चाहिँ पुर्याउँदै छु बुढीलाई। भोलि आउनुहुन्छ तपाईँ? भोलि चाहिँ आउनुहुन्छ उ गरेको छु। त्यसै पर्सि चाहिँ हामी फेरि सबैजना बसेर टिकाहरू लगाउँछौँ। त्यो भिडियो पनि हामी तपाईहरुलाई चाहिँ देखाउँछौँ हैन। तपाई चाहिँ हाम्रो एचडी टेलिभिजन चाहिँ सब्स्क्राइब गरेर जोडिनु भएको छैन भने जोडिनु होला र यो तिहारको रमाइलो पल चाहिँ तपाईहरुले चाहिँ हेर्न सक्नुहुन्छ अवश्य हैन। त्यो माया चाहिँ देखाउनु होला हामीलाई। अहिले चाहिँ हामी अब दाइ जाँदै हुनुहुन्छ, यहाँको यात्राको लागि हामी शुभकामना दिन्छौँ हैन। को यात्रा चाहिँ शुभ रहोस्। अब फेरि भोलि फर्केपछि हामी अर्को भिडियोमा चाहिँ फेरि दाइसँग भेट्नेछौँ है त। हस्, बाई बाई।